गुड मर्निङ। कति बज्यो? 6:15 भयो होला। अब यहाँ स्याङ्जा जाने हो। कहाँ गयो त्यो केटी हो? त्यो केटीको बिहे हो नि। भित्र लुकी छ होइन, स्याङ्जा जाने हो। अब यहाँ झोला सबै भयो। यहाँ झोला लिएर अब निस्किनु लाग्यो म यहाँबाट। अब मैदीबाट अब निस्किन्छु एक गिलास तातो पानी खाएर। त्यो बल्ल उठेर उहाँ लुगा लाउँदैछ पारी अल्छी। यो चाहिँ भोलि आउँछ। अब बल्ल निस्किन लाग्छ। ओइ निस्क्यो ऊ आँट निस्क्यो। के छ बहिनी? ओके अब त फेरि अब यो सिङ्गल बहिनी होइन, अब त सिङ्गल बहिनी भन्न मिल्दैन। ल यो चाहिँ म होला। आयो ल बहिनी बाई। ल मैतीदेखिबाट हिँडेको हामी। बाफल भन्नु होइन? हजुर हजुर, सीता पाइलो बाफल मेन रोडै। मेन रोडमै हो। ल निस्केको यहाँबाट हामी मैतीबाट। सर मैले हामी किन भनिरहेको छ? म निस्केको। आउने यहाँ पनि आउने सँगै परेछ। बस आयो। ल ल ल लास्ट ओ त्यहाँ चिया खान रोक्यो भने अहिले यहाँ के भन्छ हाम्रो आँधी खोला होटलमा चिया खान रोक्यो। रोक्ने चाहिँ सधैँ यही ठाउँमा हो। यो स्याङ्जा गण्डकीको बस। यस्तो ठाउँमा चाहिँ किन खाना खान रोक्छ नि होइन। अब यहाँ विकल्प भनेको यति एउटा होटल हो, अरू अप्सन नै छैन। खाए खा नखाए किन्छ तरिका हो। महँगो भन्नु पर्दैन, तर ठिकै छ। मिठो भन्ने कुरा हामी कुरा गर्दै नगरौँ होइन। त्यो भइसकेपछि चाहिँ खाना चाहिँ सधैँ यो म काठमाडौँ आउँदाखेरि गर्थेँ एउटा। अब जब स्याङ्जाका गाडीहरू सबै रोक्ने चाहिँ यही नै हो। अब त्योबाट आउँदाखेरि चाहिँ अर्को ठाउँमा रोकिया थियो। अहिले चाहिँ अरू सबै चाहिँ यही ठाउँमा रोक्छ। खाने खाए खा नखाए नखा गरेर हो। अब बालेन सरकार आएर यो या यो ठिक गर्नुपर्छ, यो या के गर्ने हो। यो हाइवेमा खाना खानलाई चाहिँ यो ठिक गर्नुपर्छ यसले। यो सब इन्डियन लुगा होला नि यो। के भन्छ 11:30 भयो। मुगलिनबाट अगाडि यो के भन्छ के ठाउँ लेखेको छ? अबु खैरेन एक बरादी तनहुँ रे। यहाँ खाना खाना रोकिन्छ योले। अब अघि खाजाको कुरा गर्ने, अब यो खाना पनि यस्तै हो। अस्ति लास्ट टाइम धेरै पछि बाटोमा खाएको पेट त दोस्तै हो यस्तोले। यहाँ यो ठाउँमा गर्मी छ, सरक्क घाम लाग्ने अरे। अनि यो
यो चाहिँ बस हो। यो चाहिँ हाम्रो खाजा हो। हामी खाजा खान्छौँ, घरबाट ल्याएको यहाँको खाँदैनौँ, हामी घरबाटै ल्याएको खान्छौँ। के छ अहिले हेरौँ ल। ल अचार पनि छ यहाँ। यो हाम्रो मस्यौरो हो। खाएर हिँडियो, झोला गयो। अर्को गाडी नै आइछ यताबाट, सङ्घतिरबाट आएको गाडी। यो उयो काठमाडौँबाट आएको, अर्को सङ्घबाट आएको गाडी। बाटो त सलल छ। यो के भन्छ, मुग्लिङ गटेर आएपछि त मुग्लिङ नकट्दासम्म समस्या हो। मुग्लिङ कटिसकेपछि सुलुलुलुलु बग्छ। पोखरासम्मलाई अब आनन्द छ। यो यहाँ अगाडिको यो बन्दीपुर केबलकारी, बन्दीपुर केबलकारी स्टेसन हो यो। सल्ल बगेको छ यहाँ। नयाँ पुल कता छ? पुल लाग्यो यहाँ, नयाँ पुल बनाइरहेको छ सोचमा। यो साइड अर्को साइड यहाँ बस्छु छ बेलुका। सिन्जाले जिनो बोलिरहेको यो पृथ्वी चोकबाट हामी यता सिधै गयो भने दार्जिलिङतिर गयो। हामी ठ्याक्कै लेफ्ट टर्न लाग्यो यहाँबाट। लखन चोक रहेछ नामले। यहाँबाट लेफ्ट लागिसक्यो। यहाँबाट यता लागिसकेपछि यो स्याङ्जा हाइवे हो। यो हामी अब यसलाई के भन्छ, यो यहाँबाट स्याङ्जा पुगिन्छ। अब हामी पृथ्वी हाइवे छोडेर यहाँबाट सिद्धार्थ हाइवे लाग्यो। यो त अब सिधै सिद्धार्थ हाइवे। भर्खर यहाँ बिराटबाट खाजा आइछ। यहाँ के रहेछ अब खोल्नुपर्छ। यहाँ झगडाबारी छिटाछिट भनेर यहाँ ठेलाठेल छ। अब यहाँ खाजा छ, अब हेर्नु पऱ्यो ल। अपारको रोटी रहेछ यहाँ, यो मिठो आलु। अब हामी खाइन्छ। हामी सिङ्गा छिर्दैछौँ। गाडी पनि गर्दैन, रुक्यो। तर गाडी आएको रुक्यो। पारी चाहिँ बालु पार्कै छ। बालु पुगिँदैन अब त 20 मिनट ल यहाँ कान्छी जाने ठाउँमा झरेको रोकिदियो कि ल ल बाई ल ल ल दिदी जानुभयो म 1 घन्टा लाग्छ होला म जानलाई चाहिँ
चाहिँ स्याङ्जा बजार स्याङ्जा 0 किलोमिटर कसँग बोलेछ के रहेछ मेरो नयाँ ट्राभल कम्पेनियन यो चाहिँ मुख्य स्याङ्जा बजार चौक हाम्रो यहाँ स्याङ्जाको आइफेल टावर देखिन्छ अब यहाँ ठ्याक्कै यो चोकमा अब आइफेल टावर हो यो स्याङ्जाको आइफेल टावर सुन्तला टावर अहिले जणखोला आयो जणखोला लेखेको छ जणखोला पुल दिस इज जणखोला हामी हाम्रो भिरकोट नगरपालिका छिरिसकेका छौँ यहाँबाट ओह्रालो लागि अब 15 मिनटमा म पनि जान्छु यहाँबाट त्योमा 45:30 पुग्ने भयो त्यही हो अपडेट झर्ने बेला हुन लाग्यो 5 मिनट्स 2-4वटा घुम्ती गरेपछि यो आँधी खोला हो र यो प्याज लिएर अब यसमा चढेर जाने हो मेरो सामान यहाँ छ यता लाग्ने हो सट्ट यही हो यहाँ अगाडि मजाले बसिन्छ अब 10 दिन घरतिर खबर गरे खाइन र घरतिर केही भने खाइन र घरतिर बिहे छ त्यही भएर हो बिहे छ त्यही भएर हो हजुर हो त्यही भयो गाडीले सजिलो भयो कि यहाँ हो त्यही त अब त्यो बाहिरको मान्छे भयो भए त्यो ठाउँ थाहा नभएको भए छुटेको भयो होइन आएको यहीँ हुर्केको यहीँ हिँडिराखेको ठाउँ अनि बस धेरै पछि म यो खोला किनारेबाट हिँडेँ अस्ति चुनावमा यहाँबाट सट्ट यो खोलखोले पहिला छँदै खोला हिँडेको थियो नि त ऊ यहाँबाट म अनि यहीबाट हिँडेको सट्ट म लान्छु यो भयो यहाँ गाडीबाट झरेर यो बोकेर मैले जाने हो हजुर भन्नु त कान्छी भोलि अगाडिको ट्याप बिग्रेछ हजुरबा भन्नुहोस् हौ बाटो फेरि छ नयाँ बाटो बन्छ त नयाँ चिया खाइसक्यो बडाबडीको गफ सुन्दैछ